हेलो 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 गाइजहरू के छ खबर। म चाहिँ सिस्नो टिप्दै सिस्नोको खुट्टा सिस्नो टिपिरहेको। आज चाहिँ सिस्नो खान पर्छ गाउँतिर आएर। बाफ्रे चिल्यो। आज मकैको रोटी र सिस्नो खानुपर्छ। अर्को दिन भाजीको साग भइरहेछ तयार। भाजीको साग तयार भइरहेछ। अर्को दिन चाहिँ भाजीको साग खान पर्छ। सिस्नो चिल्यो बाबा नटुक्ने। अनि रे के गर्नु पहाडतिर आएको फाइदा चाहिँ स्पेसल यही हो। सिस्नो रोटी चाहिँ खान पाइन्छ दह्रो तरिकाले। आफूले मन लागेको जति खान पाइन्छ। कसैलाई खाने मन छ भनेपछि चाहिँ आइहालौँ ल हाम्रो घरतिर सिस्नो खान। अझै मकैहरू पनि छ राम्रोसँग। पुरै भाँचेको छैन, पाकेको छैन, पुरै भाँचेको छैन। बेलौटीहरू छ, मकैहरू छ। यहाँनिरै खाने भए आइहाल्नुहोस् हजुर, आइहाल्नुहोस्।